हेलो साथीहरू, आज मेरो युट्युब च्यानलमा स्वागत छ। क्लास 7 को एक्सर्साइज 1.2 को 1 देखि र 4 सम्म सबै हेराउन गइरहेको छु। तपाईहरु पनि हेर्दै हुनुहोला। अब लागो भिडियो तरफ। अब हामी भिडियो तरफ लागो। तपाईहरुलाई सबैभन्दा के दिएको छ? सबैभन्दा दिएको छ सर्वव्यापक समूह U बराबर U इक्वल टु 25 भन्दा साना प्राकृतिक संख्याहरूको छ भने सूचीकरण विधिबाट तलका समूहहरू लेख्नुहोस्। अब सूचीकरण विधिबाट समूहहरू लेख्नुहुन्छ। क नम्बरमा के दिएको छ तपाईहरुलाई? ए इक्वल टु 25 भन्दा साना वर्ग संख्याहरूको समूह। ए भन्दा सानै 25 भन्दा सानै वर्गका संख्याहरू के हुन्छ? चाहिँ वर्गको संख्या। ए इक्वल टु फेरि दिने र यहाँ 4, 1, 4, 9, 16 हुन्छ। अब खण्डमा के दिएको छ? यु इक्वल टु बिजोड संख्याहरूको समूह। हामीलाई के भनेको छ? बिजोड संख्याको समूह 25 भन्दा उता सानै भनेको छ। 25 भन्दा सानै हामी लेख्ने। यहाँ हामी के लेख्ने? 25 भन्दा सानै। ओ इक्वल टु दिने र 1, 3, 5, 7, 9, 11, 30, 50, 80, 70, 90, 21, 23, 25 त लेख्न भन्दैन भनेको छैन। 25 भन्दा सानै भनेको छ। त्यसैले हामी 27 सम्म मात्र लेख्ने। अब सी नम्बर अङ्क नम्बरमा के भनेको छ? सी इक्वल टु संयुक्त संख्याहरूको समूह। संयुक्त संख्या अब लेख्ने 4। हामीलाई संयुक्त संख्या कतिबाट हुन्छ? 4 देखि 4, 5, 4, 6, 8, 10, 12, 14 त्यही लेखिदिने। सी इक्वल टु 4, 6, 8, 10, 12, 40, 60, 80, 20, 22, 24 25 भन्दा सानै भनेको छ हामीलाई। अब 2 नम्बरमा के भनिरहेको छ? तल दिएका समूह यु इक्वल टु 5 देखि 20, 5 देखि 20 सम्मका पूर्ण संख्याहरूको छ दिएको सर्वव्यापक समूहका आधारमा सूचीकरण विधिबाट निम्न बमोजिक समूहहरू निर्माण गर्नुहोस्। अब हामीलाई के निर्माण गर्नु भन्दैछ? 5 देखि 20 सम्म पूर्ण संख्या। अब क नम्बरमा क्वेशन के भनिरहेको छ? जोड संख्याहरूको समूह यु इक्वल टु। हामीलाई यु इक्वल टु दिने र जोड संख्या के हुन्छ? 6, 8 हामीलाई के भनेको छ? 5 देखि 20 सम्म। हामीलाई 2 देखि लेख्नु पर्दैन। 6 देखि 6 देखि लेख्नु पर्छ। 6, 8, 10, 12, 40, 60, 80, 20 सम्म लेख्नु भनेको छ त। त्यही कारणले हामी 20 सम्म मात्र लेख्ने। अब ख नम्बरमा 3 को अपवर्तीय समूह M3। हामी M3 दिने इक्वल टु दिने र 3 देखि अपवर्तीय 3 1 जाको अपवर्तीय 3 कानको अपवर्तीय 3 1 जा 3 3 2 लेख्नु पर्दैन। हामीलाई यता भनेको छ 5 देखि माथि 3 1 जा 3 2 जा 6, 3 3 जा 9, 3 4 जा 12, 3 5 जा 15, 3 6 जा 18 र 20 3 भइहाल्यो र अपवर्तीय दिने। अब हामीलाई ग नम्बरमा हेर्नु होला। अब ग नम्बरमा के भनिरहेको छ? रुट संख्याहरूको समूह। रुट संख्याहरूको समूह के? पी इक्वल टु हामीलाई के गर्नुपर्छ? पी इक्वल टु रुट खण्डी संख्याहरूको 5, 7 भनेको छ 5 देखि र 20 सम्म मात्र। 5, 7, 9, 11, 30, 50, 70, 90 भइहाल्यो। यो हाम्रो के भयो? रुट संख्याहरूको समूह। अब 3 नम्बरमा के भनिरहेको छ? हामीलाई तल दिएका समूहहरूका लागि एउटा अवयापक समूह यु बनाउनुहोस्। अब यो दिएको छ। ए इक्वल टु दिएको छ हामीलाई। ए इक्वल टु दिएको छ हामीलाई 2, 4, 6, 8, 10 र बी इक्वल टु 1, 3, 5, 7, 9। हामीलाई यु इक्वल टु सर्वव्यापक समूह बनाउन भनिरहेको छ। त यु इक्वल टु दिने र सर्वव्यापक के हुन्छ?
यता सबैभन्दा योमा हेर्ने 1 छ त भने 1 दिने र यहाँमा 2 छ 2 3 छ 3 4 यस्तै मिलाएर कतिसम्म छ 10 सम्म छ भने 4 5 6 7 8 9 10 यहीबाट मिलाएर लेख्ने। यो हाम्रो सोल्भ भइहाल्यो 1.2 को अल भइहाल्यो सोल्भ। अब चाहिँ यो 4 हामी सोल्भ भएपछि हामीलाई 4 नम्बरको यो बनाउनु पर्दैन, चाहिँ यो सोध्ने खालको हैन, हामीलाई एक्जाममा सोध्नु पर्दैन। र म सबै कुरा म आफ्नो युट्युब च्यानलबाट हेराइदिँदै आइरहेको छु। तपाईहरुलाई राम्रो लाग्दैछ भने सब्स्क्राइब र लाइक गरिदिनु होला।